ऐसे बनाएंगे, देख सकते हैं। पापा पुतियो रे ओ माँ मान्छे भन्दा बढी त बान्दरै छ यो गाउँमा। खाली मुसुर मुसुर हाँस्छ यो तरकारी कोबी। नमस्ते, गुड मर्निङ साथीहरू। अनि फेरि पनि स्वागत छ सम्झना युट्युब च्यानलमा। र म सन्चै छु, तपाईँ पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा म ब्लग स्टार्ट गर्दैछु। राइकल वारान्डा भागै छि के थाहा। म जाँदैछु मुख धुन साथीहरू, हेर्न सक्नुहुन्छ। मेरो करमा मेरो मम्मीले भाँडा धुँदै हुनुहुन्थ्यो, त्यही भएर म यहाँ आन्टीको घर आएको छु। आन्टीको 2टा कल छ। बिहानै उठेर मुखसुख धोएँ, अनि मुखसुख धोएर सुतिरहेको थिएँ। अब सुतेर उठेँ, अब जाँदैछु भोजघरा कलो खानको लागि। आज पनि खसी चढाउनु भएको छ कि सख्रामा, महर्ख्याहरू सबलाई खुवाउनु हुन्छ। अस्ति कलियाहरूको भोज थियो, आज महर्ख्याहरूलाई दिनुहुन्छ खानालाई। अनि मेरो पनि घरमा भन्नुभएको छ भन्सावन, अनि मेरो मम्मी पनि जानुभएको छ उता खाना पकाइदिनको लागि। तरकारीहरू सब्जीहरू के पकाइदिनुहुन्छ। अनि भाउजूहरू पनि छ, गाउँको भाउजूहरू त्यहाँ पकाउने भन्सियाहरू छ। अनि म पनि जाँदैछु, कलो खान्छु। अनि कलो खाएर उहाँहरूलाई पनि खुवाइदिन्छु। ल म जाँदैछु, अब म जाँदैछु कलो खानलाई। म भोज खान आइसकेको छु साथीहरू। कलो यहाँ पाकिरहेछ, पाकेको छैन। ऊ त्यहाँ भाउजू, यता पनि भाउजू, उता मेरो मम्मी छ, यता फुपूहरू छ। एकछिनमा कलो खान्छु, तबसम्म यहाँ बसिरहेको छु म। खाना बसिसके साथीहरू, कलो खाना कलो खाइला बैठ गली चिल्लर पार्टी के संग में। चिल्लर पार्टीहरू पनि बसेको छ, म हेराउँछु ल। ले अर्जुन हाई गर रे गौरव, हेर्नु न चिल्लर यहाँ उता छ। दादी 2टा तरकारी आउँदैछ। यहाँ दिइसकेको छ भुजा, तेलबो रोटी, बदाम, आलुको भुजुवा। अनि तरकारी चाहिँ दिँदै हुनुहुन्छ यो भाउजूले। अब खान्छु अनि घर जान्छु। घर जाँदिनँ भने खुवाउँछु मम्मीहरूलाई। खाइसकेपछि पस्किदिन्छु साग तरकारी, होइन हो भन्न है। खाली मुसुर मुसुर हाँस्छ यो। खाना खाएर मेरो काम हेर्नु साथीहरू, के गर्दैछु। यहाँ तरकारी पकाउँदैछु, त्यहाँ भाउजूहरू खाँदै हुनुहुन्छ भन्सियाहरू। उहाँहरूको सट्टामा अहिले चाहिँ म पकाउँदैछु तरकारी कोबी। उता मेरो आजी पाहुना नै छियै, भिडियो बनाइ छियै। नहीं है तो अपने गाँव में अब खाना साना पकाएर घर जान्छु। अनि आउँछ खाना दास बेच्नेहरू। यता दाल पकाउँदै हुनुहुन्छ भाउजूले। खाना साना खाइसके साथीहरू, खुवाइ पनि दिए भन्सियाहरूलाई। अनि सब्जी पनि पाकिसक्यो, तरकारी पाकिसक्यो। अब जाँदैछु घर। पहिला यो भाउजूलाई दिइहाल्छु यो बच्चा, भाउजूको बच्चालाई भाउजूलाई दिनुपर्छ। अनि जान्छु घर। नबुनु बुनु टाटा कर दे, बाय 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 कर बाय। जाँदैछु घर साथीहरू। अब सुत्छु एकछिन। खाना खाएर घर पुगिसके साथीहरू।
अनि मेरो मम्मीले भन्नुभएको छ साडी लगिदिनु एउटा फुपूलाई। मेरो बिहेमा मगाउनु भएको थियो कि त्यो फुपूलाई, अनि साडी दिन बाँकी नै छ, त्यो साडी दिन जाँदैछु। अब साडी लिइसके घरमा, अब साडी लिइसके साथीहरू अब दिन जाँदैछु गाउँको फुपूलाई, छिमेकी दिन जाँदैछु। फुपू चाहिँ आएको छैन, मेरो बिहेमा आएको थियो तर दिन पाएन। एकदम मतलब हतार हुन्छ नि त, अब गाउँघरको फुपू दिदीहरूलाई त बिहेपछि दिँदा पनि हुन्छ। अनि अहिले चाहिँ दिन जाँदैछौँ, फुपूको मम्मीलाई दिइहाल्छु। फुपू चाहिँ फागुन 8-9 दिनमा आउनुहुन्छ यता माइत, अनि लग्नुहुन्छ। जाँदैछु मैले। मेरो बिहेको कति 10 महिना भइसक्यो साथीहरू, अहिले दिन जाँदैछौँ साडी। साडी वाले फुपूको घर पुगे। केची घर में फुपूको बुवालाई दिइहाले साथीहरू साडी, उहाँ चाहिँ दिइहाल्नुहुन्छ आफ्नो छोरीलाई। अब जाँदैछु घर, सिक्छु कि के गर्छु। फेरि मेरो मम्मीले काम आइदिनुहुन्छ तुरन्त। म सुतेर उठिसक्यो साथीहरू, कति 1:30 बजिसकेको छ। अब जाँदैछु म नुहाउन। यो लुगा चाहिँ खिच्छु, ज्याकेट हो मेरो भाइको, खिच्छु। यता छ मेरो लुगा। अब नुहाउन जाँदैछु। म नुहाइसकेँ साथीहरू। नुहाउने बित्तिकै मेरो मम्मीले भन्नुभयो अब जाऊ उता लतामको राखी गर्नलाई। बान्दर आउँछ नि त, बान्दर आउँछ, धियापत्ताहरू आउँछ, पुरै बच्चै हुन्छ। लताम सानो सानो हुन्छ, सबै तोडेर टिपेर फ्यालिदिन्छ। अब सानोमा त खान मिल्दैन, मतलब खान त मिल्छ कि तर मिठो हुँदैन, अनि फ्यालिदिन्छ गाइज। जाँदैछु लतामको राखी गर्न। मेरो गाउँघर कति राम्रो छ है, मेरो गाउँघर। लतामको गाछ मुनि पुगिसके साथीहरू, तर लताम छ कि छैन त्यो मलाई थाहा छैन। रुखमा चढेर हेर्नुपर्छ। यो बान्दरहरूले सबै लताम खसाइदिएको छ टिपेर। हेर्नु न कति लताम खसाएको छ। यो बान्दर कमिना छ। हेर्नु न पुरै लताम। मम्मी कति धेरै लताम झारिदिएको छ। मान्छे भन्दा बढी त बान्दरै छ यो गाउँमा, मुहली रतबा लामा। हेर्नु न लताम। म चाहिँ लतामको राखी गरेर आइसकेँ साथीहरू, अनि यहाँ चाहिँ बसेको छु बस घरमा। यो बैठारी दादी, 3 टङ्गी जबनकी दादी, यो मेरो हजुरआमा हो साथीहरू। त्यहाँ मेरो मम्मी, यता चाहिँ मेरो हजुरबुवा। अब जान्छु भोज खान, मासु भात। यो हजुरआमा चाहिँ पाहुना जानमा 1 नम्बरको मतलब ऊ हुन्छ। राम्रो लाग्छ पाहुना जान हजुरआमालाई। अब जाँदैछु भोज खान साथीहरू, मासु भात। म र मेरो मम्मी, मेरो हजुरबा त खानुहुन्न, दास हुनुहुन्छ। अहिलेसम्म खाना गएको छैन साथीहरू। यहाँ बैठारी चोकमा बसिरहेको थिएँ। अब एकछिनमा जान्छु र हेर्न सक्नुहुन्छ हाम्रो गाउँमा के बेच्न आउनुहुन्छ मान्छेहरू। यहाँ पर ओके बनाइए, वीडियो बनाना तो यहाँ पे ओके बनाइए ना। ऐसे बनाएंगे, देख सकते हैं। यहाँ पे हिंदी बोलता है ये भाई, मतलब ये दाजू। और ये कौन मीठा है? नारियल बादाम वाला। नारियल बादाम वाला मीठा है, लेकिन हम नहीं लेंगे। किनभने म भोज खाना जान्छु, खसीको मासु छोड्छु, अर्को दिन बरु लिन्छु।
यहाँ हेर्न सक्नुहुन्छ उता फुपू यता भाउजू यता दादी ओ मा अब जाँदैछु खानलाई साथीहरू त्यहाँ अगाडि त्यहाँ अगाडिको मेरो मम्मी हुनुहुन्छ लिडर गएपछि अनि मात्रैहरू पछाडिको मान्छेहरू जाँदैछौँ भोज खानेको लिए यहाँ हेर्न सक्नुहुन्छ लिडर अगाडिको लिडर उहाँकै लागि मेरो मम्मीकै लागि सबैजना पर्खेर बसिरहेको थियो त्यहाँ अब खान्छु भोज खानलाई बसिसकेपछि साथीहरू यहाँ हेर्नुहुन्छ मासु पापड आमारीको अचार अब खाँदैछु खानासाना खाइसके साथीहरू अब जाँदैछु बैठारी चोक यो ढोङमा बस्छु यो ढोङमा एकछिन चोक होइन अनि गइहाल्छु घर मेरो घर यहाँ छ त नजिकै छ हो त्यहाँ मेरो घर यहाँ छ बैठारी चोक यो बैठारी चोक हो साथीहरू यो मतलब यो ढोङ एरियाको जति दिदी बहिनीहरू छ माइती आएपछि यही चोकमा बस्नुहुन्छ यसमा हेर्नु न ग्याङ हेर्नु न चिल्लर पार्टी कति धेरै भाइहरू छ मलाई ओ चिल्लर पार्टी बा अब एकछिनमा घर जान्छु एकछिन यहाँ बस्छु अनि ले दादीको कौन क्वेश्चन पूछेछि पूछ त Papa put your name. बोल Papa put your name is बिना लेखी बिना लेखी नाम चाहिँ तर It's center name. ससुर का नाम छ सेंटर नेम इज सेंटर नहीं, it is दस. What is main center name? मेन सेंटर नेम इज मौली बाजार सेंटर Only बाजार दे फूदी बाजार. गजब बेइज्जती हेर्न सक्नुहुन्छ साथीहरू यहाँ हजुरआमा अनि उता चाहिँ भाइ र हजुरआमा क्वेसन गरिरहेछ What is his name? पूरब चौधरी पूरा बॉडी पुपू जोड़ी. पुप्पू चौधरी आदमी अब फिर से पूछना भात खाली हाउ ओल्ड आर यू हाय खाली भात तिमी कति वर्ष I'm 10 years old. 10 years old गुड यो भाइ जितिसक्यो साथीहरू ट्यालेन्ट छ बच्चा अब यो ग्याङ पार्टीहरूलाई छोडेर जाँदैछौँ घर मतलब यहाँ बसिसके अब घर जाँदैछु हेर्नु न ग्याङहरू चिल्लर ग्याङहरू जाँदैछु घर साथीहरू यहाँ हेर्न सक्नुहुन्छ साथीहरू घुर ताप्दैछ हजुरआमा हजुरबुवा घर पुगिसके साथीहरू भोज सोच पनि सिद्धियो समाप्त भयो भोज अनि भिडियो चाहिँ म यही इन्ड गर्न चाहन्छु साथीहरू सुरुदेखि अन्त्यसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र यसरी नै साथ सपोर्ट माया गरिदिनु होला लाइक सब्स्क्राइब शेयर गर्न नबिर्सनु होला र फेरि पनि भेट्नेछु नेक्स्ट ब्लगमा लभ यु अल बाई बाई